हेर म चाँडै आउँदैछु तिमीसँग जे कुरा छ हेर म चाँडै आउँदैछु तिमीसँग जे कुरा छ त्यसलाई बलियो गरी पक्रिराख त्यसलाई बलियो गरी पक्रिराख र तिम्रो मुकुट कसैले लैजान नपाओस् र तिम्रो मुकुट कसैले लैजान नपाओस् हेर म चाँडै आउँछु हरेक मानिसलाई हेर म चाँडै आउँछु हरेक मानिसलाई तिनै सँग छ तिनै नामहरू मसँग छ जस्तो उसको काम छ उस्तै नाम छ जस्तो उसको काम छ उस्तै नाम छ हेर म कुमारी जय आफ्नो दियोमा तेल भरिराख ज्ञानी कुमारी जय आफ्नो दियोमा तेल भरिराख दुल्हा राजा ख्रिस्ट येशू आउँदा दुल्हा राजा ख्रिस्ट येशू आउँदा तेल पैँचो कसैलाई माग्न नपरो तेल पैँचो कसैलाई माग्न नपरो हेर म चाँडै आउँदैछु तिमीसँग जे कुरा छ हेर म चाँडै आउँदैछु तिमीसँग जे कुरा छ त्यसलाई बलियो गरी पक्रिराख त्यसलाई बलियो गरी पक्रिराख र तिम्रो मुकुट कसैले लैजान नपाओस् र तिम्रो
मुकुट कसैले लैजान नपाओ हेर म आफ्नो अगुवाहरूको सम्झना गर रहस्यमय ख्रीष्टको वचन अर्थ खोली बताइदिए आफ्नो अगुवाहरूको सम्झना गर रहस्यमय ख्रीष्टको वचन अर्थ खोली बताइदिए उनीहरूको परिश्रमलाई हृदयबाट कदर गर भावी पिँढीहरू माझ यो विषयमा चर्चा गर उनीहरूको परिश्रमलाई हृदयबाट कदर गर भावी पिँढीहरू माझ यो विषयमा चर्चा गर आफ्नो परिश्रममा तिमीहरूले प्रवेश पायौ आश्चर्यको कामलाई देख्ने तिमीहरूले अवसर पायौ उनीहरूको परिश्रममा तिमीहरूले प्रवेश पायौ आश्चर्यको कामलाई देख्ने तिमीहरूले अवसर पायौ अब यस कुराहरू नयाँ पुस्तालाई बताउनु जीवित वचनमा रहेर पालन गर्न सिकाउनु अब यस कुराहरू नयाँ पुस्तालाई बताउनु जीवित वचनमा रहेर पालन गर्न सिकाउनु आफ्नो गोठालाहरू सुन ख्रीष्टको वचनले के भन्दछ शिक्षक भन्दा बढी तिमी बाबुले जस्तो हेरचाह गर हे गोठालाहरू सुन ख्रीष्टको वचनले के भन्दछन् शिक्षक भन्दा बढी तिमी बाबुले जस्तो हेरचाह गर जब मुख्य गोठाला देखा पर्ने छन् बादलमा तब आनन्द साथ भेट्नलाई तयार बनाऊ मण्डलीलाई
पर्ने छन् बादलमा तब आनन्द साथ भेट्नलाई तयार बनाऊ मण्डलीलाई आफ्नो अगुवाहरूको सम्झना गर रहस्यमय ख्रीष्टको वचन अर्थ खोली बताइदिए आफ्नो अगुवाहरूको सम्झना गर रहस्यमय ख्रीष्टको वचन अर्थ खोली बताइदिए उनीहरूको परिश्रमलाई हृदयबाट कदर गर भावी पिँढीहरूमाझ यो विषयमा चर्चा गर उनीहरूको परिश्रमलाई हृदयबाट कदर गर भावी पिँढीहरूमाझ यो विषयमा चर्चा गर आफ्नो परम पवित्र परम धन्य पराक्रमी पालनहारा पूर्ण मानिस औ पूर्ण परमेश्वर जससँग दाउदका साँचो छन् परम पवित्र परम धन्य पराक्रमी पालनहारा पूर्ण मानिस ओ पूर्ण परमेश्वर जससँग दाउदका साँचो छन् उनले जो खोले अरू कसैले थुन्न सक्दैन थुन्न सक्दैन उनले जो थुने अरू कसैले खोल्न सक्दैन खोल्न सक्दैन उनले तिम्रा कामहरू जानेका छन् उनले तिम्रो निर्बलता बुझेका छन् उनको नामलाई सम्हाल्दै उनको वचनमा जिउँदै विश्वासको लडन्त विश्वासमा लड्दै विश्वास योग सधैँ रहेका छौ उनको नामलाई सम्हाल्दै उनको वचनमा जिउँदै विश्वासको लडन्त विश्वासमा लड्दै विश्वास योग सधैँ रहेका छौ अब लडन विराम हुन्छ विजेताको इनाम मिल्छ नयाँ राज्य प्रारम्भ हुन्छ नयाँ राज्य प्रारम्भ हुन्छ किनकि येशू ख्रीष्ट चाँडै आइरहेछन् उनीसँगै तिमीलाई निश्चय लानेछन् तिम्रो अन्तिम शत्रुलाई हराई उनी जस्तै तिमीलाई बनाउँछन् तिम्रो अन्तिम शत्रुलाई हराई उनी जस्तै तिमीलाई बनाउँछन्
सर्वशक्तिमान सर्वभौमी सर्वश्रेष्ठ सर्वाधिकारी सारा सृष्टिका स्वामी जसँग मृत्यु र नरकका साँचो छन् सर्वशक्तिमान सर्वभौमी सर्वश्रेष्ठ सर्वाधिकारी सारा सृष्टिका स्वामी जसँग मृत्यु र नरकका साँचो छन् उनले जो छुने अरू कसैले फेर्न सक्दैन उनले जिलाए अरू कसैले मार्न सक्दैन उनले तिम्रो परिश्रम देखेका छन् उनले तिम्रो पालना बुझेका छन् उनको दायित्व लिँदै उनको काम पूर्ण गर्दै कष्टको भट्टीमा कष्ट सामना गर्दै कष्टको लडन लडेका छौ उनको दायित्व लिँदै उनको काम पूर्ण गर्दै कष्टको भट्टीमा कष्ट सामना गर्दै कष्टको लडन लडेका छौ अब लडन विराम हुन्छ धीरजको इनाम मिल्छ नयाँ संवाद प्रारम्भ हुन्छ नयाँ संवाद प्रारम्भ हुन्छ किनकि येशू ख्रीष्ट चाँडै आइरहेछन् उनीसँगै तिमीलाई निश्चय लानेछन् तिम्रो अन्तिम शत्रुलाई हराई उनी जस्तै तिमीलाई बनाउँछन् तिम्रो अन्तिम शत्रुलाई हराई उनी जस्तै तिमीलाई बनाउँछन् मधुर धुन गुन्जन्छ परम प्रभुको निम्ति नयाँ गीत सृजना हुन्छ सर्वशक्तिमान पिता तपाईको स्तुति म गाउनेछु मेरो सारा
गाडीको पासोमा परेको चरा झै अधर्ममा फसेको थिए। पापको दलदले हिलोमा म ज्यादै भासिँदै थिए। धन्य परम प्रभुले मलाई भेटाई ल्याउनु भयो। पासो छिनाई मलाई नरकदेखि बचाउनु भयो। नरकदेखि बचाउनु भयो। मेरो हृदयभित्र मधुर धुन गुन्जन्छ। जब सम्झन्छु रक्तमे यसुलाई भकानो फुटेर आउँछ। जब सम्झन्छु निस्वार्थ प्रेमलाई हृदय टुटेर आउँछ। बचाउनु भयो म पापीलाई, क्षमा गर्नु भयो, सम्हाल्नु भयो निरन्तर मलाई, सधैँ साथ दिनु भयो, सधैँ साथ दिनु भयो। मेरो हृदयभित्र मधुर धुन गुन्जन्छ। परम प्रभुको निम्ति नयाँ गीत सृजना हुन्छ। सर्वशक्तिमान पिता तपाईको स्तुति म गाउनेछु। मेरो सारा हृदयले तपाईको गीत म गाउनेछु। मेरो हृदयभित्र मधुर धुन गुन्जन्छ। तिम्रा चाहनाहरू येशू बिना व्यर्थ छ। सारा संसार हात पारे पनि आत्मा गुमाई के लाभ छ। तिम्रा चाहनाहरू येशू बिना व्यर्थ छ। सारा संसार हात पारे पनि आत्मा गुमाई के लाभ छ। भोलि के हुन्छ कसले पो भन्न सक्छ। तिम्रो
येशूलाई विश्वास गर्न आमेन अडम्बरमा होइन मित्र ओठ हृदयले स्वीकार गर क्रुस खाती ख्रीष्ट येशूलाई विश्वास गर
मिश्र